नमस्कार साथीहरू, समाचार स्रोतका अनुसार नेपाल सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका 7वटा ठुला सरकारी उद्योगहरूलाई सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सुरु गरेको छ। साथीहरू, अर्थ मन्त्रालयले पहिलो चरणमा निम्न 7वटा उद्योगहरूको विस्तृत लेखा परीक्षण, अडिट र मूल्याङ्कन कार्य सुरु गरेको छ। साथीहरू, जस्तै 1 नम्बरमा छ गोरखखाली रबर उद्योग, 2 नम्बरमा छ जनकपुर चुरोट कारखाना। साथीहरू, 3 नम्बरमा बुटोलको धागो कारखाना, 4 नम्बर नेपाल मेटल कम्पनी, 5 नम्बर नेपाल ओरेन्ट एन्ड म्याग्नेसाइट कम्पनी, 6 नम्बरमा हेटौडा उद्योग कपडा उद्योग। साथीहरू, 7 नम्बरमा उदयपुर सिमेन्ट कारखाना। आशा छ सरकारले बन्द भएका सबै उद्योग धन्दाहरू सञ्चालन गरोस्, अब आउने पिँढीहरू परदेशमा खुन पसिना बगाउन बाध्य नहुन्, नेपालमै रोजगारी सिर्जना होस्। शुभकामना छ सरकारलाई। धन्यवाद।